नमस्ते सबैजनालाई। शुभ बिहानी, शुभ दिन, गुड मर्निङ डिएक्सन। म सृष्टिना राई है। लामो समयपछि यस मेरो युट्युब च्यानलमा एउटा छोटो भिडियो हाल्नु पर्यो भनेर अनि यो चाहिँ म चाहिँ घर जाँदैछु। हामी चाहिँ यता पारीबाट आएको है, यो उताबाट आएको, बेल्टरबाट आएको यसरी। अनि यो पुल तरेर यो बङ्सिला घाट भन्छ होइन। अनि यहाँबाट अब हामी चाहिँ यता जाने हो, ठ्याक्कै कोसी तर्यो अनि यता जाने हो। पहिला चाहिँ हामीले यता तलतिर त नाउ थियो, नाउबाट तर्थ्यौँ है। अब अहिले त्यो त छैन। अनि गाडीको बाटो अब यताबाट घर जाने, अब घर चाहिँ यता हो हाम्रो। यस्तो छ है हाम्रो चाहिँ घर जाने बाटो चाहिँ एकदम दुःख छ, के गर्नु। अनि यताबाट आएको, यता चाहिँ बेल्टर पऱ्यो यो साइडतिर अब यसरी। अनि यहाँ चाहिँ यस्तो हुँदो रहेछ, यहाँसम्म गाडीले ल्याउँछ। अनि उताबाट टेम्पू, हामी चाहिँ टेम्पूबाट आएको। गाडी चाहिँ धेर आउँदो रहेछ, बस पनि आउँदो रहेछ। अनि बसबाट फेरि अब बाटो साँगो रहेछ, त्यही भएर चाहिँ अनि प्रायः टेम्पूबाट आउँदो रहेछ होइन। हामी चाहिँ आइसक्यौँ टेम्पूबाट। 1 घन्टा 15-20 मिनटमा पुऱ्याउँदो रहेछ है यो बङ्सिला घाटसम्म। अनि यो कोसी हो, दुध कोसी हो है। यो चाहिँ हाम्रो मेन यो कोसी हो। पहिला चाहिँ हामी यहाँ नाउबाट तर्थ्यौँ पहिला 8 वर्ष अगाडि चाहिँ नाउमै तरेर म आएको थियो। 8 वर्षपछि चाहिँ आउँदैछु। अनि यसरी धेरै परिवर्तन हुन्छ नि है, छिनछिनमा परिवर्तन हुन्छ। अनि यहाँ यसरी आएर अनि त्यहाँबाट हिँड्दै अनि हामी चाहिँ यहाँ चाहिँ बस पार्क रहेछ, बङ्सिलाको बस पार्क है। अनि हामी चाहिँ यहाँ अब बसिरहेछौँ। यहाँ बस अब कतिखेर आउँछ अनि मात्रै जाने। बस त्यस्तै 12देखि 1 बजीसम्ममा हिँड्दो रहेछ। अब मान्छे भरेपछि मात्रै क्या, टिप्स पुगेपछि मात्रै। अब यस्तै छ होइन हाम्रो गाउँठाउँतिर, पाहाडतिर दुःख छ। तर पहिलाभन्दा धेरै सजिलो सहज भएको छ है। अनि मस्तिर डाँडा काँडा यस्तो छ। हामी चाहिँ मुनि यसरी अनि यता ढुङ्गा बगरहरू। अनि म चाहिँ यहाँ घाम ताप्दै एउटा यसो छोटो भिडियो बनाएर चाहिँ मेरो युट्युबमा हाल्नु पऱ्यो भनेर। अनि त्यसैले हाम्रो चाहिँ यसरी अर्ग्यानिकलाई यो चाहिँ अब चाहिँ खोटाङ जिल्ला, अब उदयपुर जिल्ला कटेर यो कोसी कट्नु बित्तिकै अब खोटाङ जिल्ला भनौँ न। खोटाङ अब कता कता होइन, देवीस्थान कता कता। अनि हाम्रो खोटाङ जिल्ला चाहिँ अहिले पुगेको छैन। यो अहिले चाहिँ के भन्छ यो ठाउँलाई चाहिँ, कुन जिल्ला हो थाहा भएन है। दुध कोसीमा छौँ। यता अब काम पनि गरिरहेको रहेछ मान्छेहरूले है पुलको के। धेरै साल भयो यो पुल बनाउन खोजेको त, तर अझै पनि सिकेको छैन। अब